नमस्ते हिजोस्ति के सुन्नु सस्मिताजी नमस्ते तपाईले के रिक्वेस्ट पठाउनु भएको थियो अनि म अर्को एकजना भाइसँग जोइन भइरहेको थियो क्या थाहा छ त्यो भाइलाई म आउट गरेर म तपाईलाई जोइन गर्छु भनेर आउट भएर आएको तपाई आफै आउट हुनु भएछ केही छैन सन्चै हुनुहुन्छ हजुर एकदम अनि तपाई एकदम ठिकै छु म पनि अनि हजुर कता हाँस्न बाध्य नबनाम है फेरि सब भाग्छ अहिले भाग्दैन हजुर कता हुनुहुन्छ रुममै हो काठमाडौँ हजुर त उता कता बस्नुहुन्छ हैन कता उता पोखरा कता कता हैन काठमाडौँ बस्छु अहिले त पहिला पोखरा बसे योभन्दा अगाडि अहिले काठमाडौँ बस्नुहुन्छ अब काठमाडौँ भनेको त आफ्नै काठमाडौँ जस्तो लाग्छ हैन यहीँ बसेर हो कि हैन कुन ठाउँ त नभनौँ जस आफ्नै ठाउँमा रहेछ खुसी लाग्यो हजुर झट्ट हजुरको त्यो कपाल देख्दाखेरि नयाँ बानेश्वरतिर हो कि जस्तो लाग्यो तर हजुरले मलाई नचिन्नु भएको हैन हजुरलाई त मैले पहिल्यै देखेँ भने कता कलेजमा हजुरको कलेजमा हामी काठमाडौँबाट डान्स प्रोग्राम देखाउन आएको थियो के कता जनप्रिय कलेजमा त्यही बेला बोलाउनु पर्दैन त म चाहिँ काठमाडौँबाट डान्स देखाउन आएको अनि हामीलाई सबै ग्रुपै थियो तपाईहरुलाई अलि याद छैन होला अनि खाना खानु भयो खाइसक्यो हजुरले खानुभयो मैले अब मैले चाहिँ तपाईलाई कुन बेला चिना भन्नाले नि देखिया भन्ने त्यहाँभन्दा अगाडि चाहिँ मैले देखाएको थिएन चिना पनि थिएन अनि त्यो मेरो एउटा साथी छ क्या रश्मि भन्ने चिन्नुहुन्छ होला नि रश्मि गुरुङ क्या पोखराको चिन्छु जस्तो लाग्यो मलाई भिडियो बनाइरहेछ त ए रश्मि गुरुङ त्यही त म चिन्ने रश्मि भनेको त्यो त अनि भन्नु म अनि पछि भन्छु त्यसले भन्दै थियो क्या अनि तिमीहरूले चिन्छ भनेर अनि मैले त खै मैले चिन्दिनँ भन्थेँ नि मेरो साथी हो भन्दै थियो ए भने पहिला ए ऊ त्यो रश्मि चाहिँ हैन मेरो पुरानो साथी हो पुरानो के बुझ्नु भएन उहाँलाई चिने त मैले 7-8 वर्ष भइसक्यो होला उहाँलाई चिन्दाखेरि त म हुर्कै थिएन क्या म श्री विश्व तामाङ थियो क्या अनि ऊ खतरा डान्स गर्छ नि रश्मिले हैन डान्सर हो क्या ऊ अनि भेट्या पनि कसरी भेट्या भन्नु न अब सिधा कुरा अब योभन्दा 7-8 वर्ष अगाडि त अब अलिकति यो क्लबिङहरु दामी चल्थ्यो क्या अनि यता डे पार्टीहरु हुन्थ्यो हैन दिउँसै पार्टी हुन्थ्यो क्या अहिले पो क्लब भन्ने बित्तिकै राति भन्ने चेन्ज हुन्छ त्यतिखेर त्यस्तो थिएन दिउँसै क्लब हुन्थ्यो क्या यता चाहिँ पुल पार्टीहरु हुन्थ्यो अनि फेरि म चाहिँ फेरि हाम्रो ग्रुपको लेभलकै हो क्या फेरि म नि हैन अहिले चाहिँ अलिकति उयो बुझ्नु न मिलाएर अनि उताबाट चाहिँ उनीहरु रहेछ क्या नि हामी डान्स कम्पिटिसन पराएको थियो क्या हाम्रो पढ्दा अनि त्यसरी चिनेको धेरै पहिला चिनेको सोध्नु नपत्ता तपाईलाई गफ भने जस्तो लाग्यो ल फोन गरे सोध्नु त लु उले भनेको थियो मेरो साथी हो भनेर अनि ए ठीक छ भने त्यो के रे कता हो खै त्यो पानीको झरना नि र के कहाँ भिडियो बनाएको रहेछ ए त्यो चाहिँ म भ्लग पनि गर्छु क्या भ्लगिङ पनि गर्छु क्या हैन अनि कतै ठाउँ राम्रो भयो भने म त्यहाँ पनि गएर म जस्ट रमाइलो आफू पनि रमाइलो गरेर हुन्छु अनि भ्युअर्सहरुलाई नि इन्टरटेन गरेर हुन्छु म अनि ठ्याक्क अनि त्यो बेला म ठ्याक्कै यो नुवाकोटको एउटा ठाउँमा गएको थिएँ अनि ठ्याक्कै त्यहाँ पुग्दाखेरि उहाँहरु पनि ठ्याक्कै आउनु भएको रहेछ क्या त्यहाँ
अनि त्यहाँदेखि त्यो पुरानो साथी त्यहाँ झम्का भेट भएको के त्यसरी भएको के सेटिङमा चाहिँ भेटेको होइन झम्का भेट्दाखेरि त सेटिङमा भेट्या भन्दा पनि चौपट एक्साइटेड हुँदो रहेछ क्या दामी रमाइलो चाहिँ हुँदो रहेछ क्या ठिक छ ठिकै छ अब ठिक छ नि त अब म त फेरि खासै बोल्न हजुर लाइभ बस्ने होला अब म चाहिँ अब रसु हँसाउँदै आएँ मैले अब सुत्ने टाइम भन्दा पनि लाइफ अफ हुनु पर्ला राम्रोसँग बस्नु है डाइरेक्ट भन्दा हुन्छ कि किन घुमाउनु पर्यो तपाईँलाई किन डाइरेक्ट म डाइरेक्ट लाइभ इन गरेर जान लागेको हो कि अफै गर्न लागेको हो कि म तपाईँलाई झुकाएर अरूसँग त कहाँ त्यस्तो त कदापि हुँदैन किनभने तपाईँ पनि एउटा दामी साथी हो नि त मेरो होइन अघि भन्नु न 16मा आएपछि पक्राउनु तपाईँ र म मिलेर प्लान गरौँ ल है ओए 16माले चिने कि चिनेन सस्मितालाई आशिष साँच्चीकन साँच्चीकै त्यही हामी अनि 16मा अनि त्यही हामी अनि चिया खाने ठाउँको अनि उतापट्टिको अनि के भन्छ अरे घरमै बस्छ नि त ऊ अनि हिजो कि हिजो 16मा थियो कि थिएन अरे त्यही डल्लुरिन के यहाँ चिया तुमको लाएर यो क्यासीपट्टि दिम ल क्या त्यही 16मालाई सस्मिताले चाहिँ देखाएको छ होइन त त्यही चोकमा चिया खाने ठाउँमा कहाँ देखेको भन्छ नदेख्ने तिमीहरू कुरा गर यार के हो होइन होला यार तँले म त के छ साथी ठिक छ यार तिम्रो के छ एकदम ठिक छ त सबिना यहाँ त्यो त हामी यता ठ्याक्कै टोलकै के टोलकै उहाँ भेट्नु ल तिमीहरू कुरा गर पछि आउँछु म ल ल ल सुबुलामा साँच्चीकै नि त मराङबाट हो के सस्मिता तपाईँले साँच्चीकै देखायो कि भन्नु त लु मलाई चाहिँ देखायो कि छैन भन्नु त त्यहाँ हाम्रै गाउँ कति केटाहरू त्यहीँ ग्रुप भएर बसिरहेको हुन्छ हो कि भन्नु त लु सोलामा पत्याउँदैन यार सोलामाले यो कुनै के भन्छ मजा गर्ने ठाउँ यो के भन्छ म प्र्याङमा पढ्ने मान्छे होइन म कसरी त्यो गर्छु थाहा छ कसरी एक्कासी म टिकटक लाइभ भर्खर मैले खोलेर अन हुने बित्तिकै मान्छे पनि 2 जना हुने बित्तिकै अनि रिक्वेस्ट तिमीले पठायो अब 16माले प्र्याङ गर्न जाऊ न भनेर आगो होला है 2 जना त्यो कुराहरू त 16माले अगाडि नै सोच्छु के एकदम म पनि खराब पढेको मान्छे हो ट्यालेन्ट विद्यार्थी हो कि यार हाउडे कुरा गर्छ ट्यालेन्ट विद्यार्थी रे पास विद्यार्थी हो सोलामा A to Z थाहा छ न सोलामाको फेरि यहाँ बेजत हानिदिन्छ नि पेजमा हाउडे कुरा गर्छ लास्ट पेजमा बसेर त्यो के भन्छ अरे 1 नम्बरको हाम्रो स्कुलमा सबसे बिग्रेको स्टुडेन्ट नै सोलामा हो सबसे सप्रेको विद्यार्थी चाहिँ म भन्नु न यार सबसे बिग्रेको चाहिँ तिमीहरू हो क्या छिल्लिने होमवर्क नगर्ने जहिले पनि सरको पिटाइ खाने ल सस्मिताजी हजुर भन्नु ल अब को चाहिँ यहाँ पढाइ जस्तो पढ्ने जस्तो देख्छ भन्नु त 2 जनामा नटाडी भन्नु त लु मै देख्छ नि यार पढे जस्तो त हेर्दै पनि हाने यस्तो उता भन्न लगाऊ न सोलामा आफूले त मै भनिहाल्छु नि हुके होला तपाईले हुके नै हो कोर्की गाई जोरी मिगी जिमो ल गाइस भन्दिम त इंग्लिश तमो ल Ay, ito, ano to Ate Louie May, ito si Salama, napakayabang niya. Hey, Salama. Sawadika. Sawadika. Are you from Thailand? What?
Where you from? I'm from Philippines. Why you say sawadee ka? I'm saying Sawadee Ka, bhai. Okay, You think I'm Thailand? I'm from Philippines. Mal kita. Yeah, salamat. के भन्छ थाहा छ पनिसमेन्ट म्याच खेल्न आएको मसँग गेम सेम खेल्ने भाइ सोलामा गएर खेल नि त भित्र म आउँछु सोलामा म आन्छु सोलामालाई आज मतलब छैन सोलामा जाऊ You want to play? No. Don't say like this, huh? No. I don't like it. ल सोलामा go and you two match, okay? Me and Solama? Yeah. क्या Calm down. ओके तर हजुरले क्या खतरा कुरा गर्नुभयो क्या अघि साँच्चीकै होइन मै हो क्या पढ्ने मान्छे चाहिँ बुझ्नु भने तपाईँलाई अब के ढाल्नु होइन म लास्ट बेन्चमा बसेर पढ्थेँ होइन तपाईँको त्यो म्याम आउँथ्यो क्या हाम्रो म्याम आउँदाखेरि चाहिँ अनि मलाई क्या म लास्ट बेन्चमै बसेर फर्स्ट हुन्थ्यो क्या अनि त्यो म्यामले क्या मलाई सधैँ ए विश्व अगाडि बस भन्थ्यो क्या मलाई होइन फेरि हाँस्नु नि मुसुक्कै हाँसेर भन्थ्यो क्या सबैजना दङ्ग हुन्थ्यो क्या होइन तर किनभने साइन्स पढाउँथ्यो क्या म्यामले चाहिँ म साइन्समा चाहिँ अलिकति विक थियो क्या अनि साइन्स चाहिँ अलिकति विक भएको कारणले साइन्स चाहिँ अलिकति पढोस् भनेर भनेको हुनसक्छ अहिले आएर सम्झिँदाखेरि चाहिँ अहिले आएर त्यतिखेर त अब के सस्मिताजी यहाँ सुन्नुहोस् उमेर धेरै मन डुल्ने खेल्ने भनेकै 15-16 हो त्यति बेला म 15 वर्ष थियो भर्खर अनि 15 वर्षमा अनि भर्खरको 22-24-25 इयर्सको म्यामले विश्व आऊ भनेर मुसुक हाँस्दाखेरि त म तपाईँलाई झुट बोलाएन गाइस मान्छेहरू हाँसिरहेका छन् तपाईँको कुराले के भएछ कस्तो दुखे भयो अहिले पो लामखुट्टेले टोक्यो होला अब त उयो आउन थाल्यो नि त के भन्छ अरे गर्मी महिना आउन थाल्यो नि त अब त काठमाडौँमा गर्मी होला जस्तो लाग्दैन काठमाडौँमा त्यति साह्रो पनि हुँदैन ठिक्क हुन्छ यता त त्यति साह्रो ओभर पनि हुँदैन तर पोखरै ठिक बस्न त त्यस्तो हाउडे कुरा चाहिँ नगर्नु न काठमाडौँ मलाई फापेन जस्तो म जान्छु अब नजानु न कस्तो कुरा यहाँ सुन्नुहोस् न यहाँ त मेरो साथी नै छैन ना म थाहा छ कति भयो 3-4 महिना जति त भयो होला म बाहिर निस्केकै छैन म छु त तपाईँको साथी सुन्नु भयो होइन म चाहिँ साथी हो नि तपाईँको अब दाजु भयो भने भन्नै फेरि अब म त साथी सोचिसकेँ तपाईँलाई तपाईँ नि मलाई साथी सोच्नु सोचिसकेँ मैले पनि अनि कतै तपाईँलाई अब कतै घुम्न मन लाग्यो भन्नु मलाई बुझ्नु भएन हामी चाहिँ हुडमा घुमिरहेको हुन्छु मेरो चाहिँ धेरै हुन्छ केटा साथीहरू केटी साथीहरू त्यसमा तपाईँलाई पनि जोइन गराउँछु म अनि हामी चिया खाने ठाउँमा पनि तपाईँलाई पनि त्यहीँ जोइन गराउँछु म कतै मुभिज हेर्न त्यहाँ पनि जोइन गराउँछु म कतै हामी अब स्पोर्टहरू गेमहरू हेर्न त्यता पनि जोइन कतै राइड भइरहेछ हाम्रो राइड पनि हुन्छ राइडमा पनि जोइन गराउँछु म अनि कता हाम्रो इभेन्ट भइरहेको हुन्छ त्यो इभेन्ट पनि जोइन गराउँछु सबैमा तपाईँलाई पनि एउटा साथीको नाताले त एउटा हिस्सा दिन्छु क्या ठिक छ अनि तपाईँ अनि एउटा कुरा भन्नु पानी होइन तिखा लागेको छ आफूले गएर टक्क हालेर खाने हो क्या भन्नु होइन तपाईँ किनभने मैले भन्नुपर्छ तपाईँ अहिले काठमाडौँमा नयाँ सोचेको नि अनि तपाईँ म केटी तपाईँ केटा भएको भयो नि मैले चाहिँ भन्थ्यो क्या तपाईँलाई पानी म लिएर आइदिन्छु भनेर बुझ्नु भने यहाँ चाहिँ अहिले केटाले म पानी लिएर आइदिन्छु नि भने नमिठो सुन्छ क्या त्यही भएर चाहिँ म त्यो भन्दिनँ क्या कसै अब केटी साथीले भन्यो भने त ओके वाइ नट होइन त
कहाँ आइपुग्यो ए सोल्टिनी किस्छ दोङराज बाजे पनि इन्ट्री भयो त अनि त तपाईँ अनि कोही साथी छैन भनेर हुन्छ त अनि तपाईँ र म चिनेको कति भयो धेरै भइसक्यो भने झन् पोखरामा हुँदा बोलाउनु पर्छ नि म कुन हालतमा थियो होला है त्यो बेला कता म कुन हालतमा थियो होला है कहिले अब के भन्छ अरे अब जस हाम्रो भेट चाहिँ हुन चाहिँ लागेको थियो होइन अब चाहिँ भेट हुन्छ क्या किनभने वी फ्रेन्ड साथी नो प्रब्लम त्यही भएर एक्लै छ भनेर कहिले पनि मनमा नहुनु होइन मैले भन्न खोजेको म मात्र तपाईँलाई साथी बनाउनु पर्दैन क्या तपाईँको छेउछाउमा तपाईँलाई साथी बनाउन खोज्ने धेरै होला मेनी चाहिँ केटा होस् चाहिँ केटी होस् बुझ्नुभयो तर साथी चाहिँ अलिकति के भन्छ अरे साथी नै जस्तो बनाउनु होइन काठमाडौँ सहर बिरानो छ फेरि एकैचोटि माथि लगेर पछाडिको थाहा हुँदैन होइन राम्रो साथीको पर्खाइमा छु हो म बाहिर निस्किन छैन नत्र भिडियो सिडियोहरू हालिरहन्थेँ बाहिर निस्केको छैन तपाईँलाई त्यस्तो यताउति डुल्न सुल्न मन लाग्छ भने त छ त साथी किन तपाईँलाई चिन्ता मैले तपाईँको साथी हेर्दा नि हो कि भनेको बेला फेरि मेरो काम छ मेरो सुट छ अब उनीहरू अब सेलिब्रेटी मान्छे हेर म त केही न कामको सेलिब्रेटी भन्दा पनि ओ काम हुन्छ होइन त्यो कामै हाम्रो त्यही हो नि त होइन त नि हाम्रो कामै भिडियोज बनाउने यताउति हो त्यो काम हुन सक्छ तर म चाहिँ साथीलाई चाहिँ काम छ भन्दिनँ काम छ ओइ जाउँ न त हामीसँगै भन्छु के म चाहिँ बुझ्नु भएन ओके हेरौँला होइन त नि साँच्ची हो भनेको के भन्छ अरे दङराज बाजेले आयो नभन्ने हो त दङराज बाजे आयो नभन्ने अनि अब इभेन्टमा आउनु म इभेन्टमा त बोलाउँदिनँ साथीलाई अनि म बिजी हुन्छु अब साथीको के भन्छ अरे साथीलाई केयर गर्ने पनि साथी नै हो नि त अनि भोलि म कता ध्यान भट्केर अरे यतातिर चाहिँ अनि फेरि लोभी नजरहरू धेरै हुन्छ होइन त अलिकति हुँदैन क्या त्यो भनेको चाहिँ त्यही भएर इभेन्टहरू भन्दा पनि उहाँलाई चाहिँ उहाँले अब कतै जान मन लाग्दाखेरि चिया खान मन लाग्यो अरे उहाँलाई साथी भएन अरे त्यस्तो बेला चाहिँ साथीसँगै हुनुपर्छ क्या होइन ल है त ल हेरौँला भिडियो आउँछ है उसँगको टिकटक है त्यतिखेर चाहिँ भेट्यो भने भेट्यो भने गीत पनि मैले सेलेक्सन गरिसकेँ कुन गीत मेरो भ्युअर्सहरूले कस्तो गफाडी कति जानेको होइन त्यस्तो हाउडेको नगर्नु होइन ल मैले गीत पनि रेडी गरेर राखेको छु बजाइदिउँ कुन गीतमा आउँछ भनेर बजाइदिउँ भन्यो भने बजाउनु नभए बजाउँदिनँ बजाइदिनु गाइस यो गीतमा आउँछ है दामी गीत छ अब गीत चाहिँ अब रोमान्टिक हो तर साथी बनाउँदा नो प्रब्लम दौडेर आउँछ है साथी दौडेर आउँछ क्या
हामीलाई मुसुक्का संस्कृत होइन तिमीलाई पर केसैभरि जुन तारा झरी मैले हेरौँ फेरि दौडेर आउँछ अनि कुरा नगरौँ नसकिनु छ नसकिनु कसैलाई नभन्नु यो कुरा फेरि यति मात्र थाहा होस् यति जति पनि 1000-1200 मान्छे छ यता होइन टोटल गरेर उहाँहरूलाई मात्र थाहा होस् कसैलाई पनि थाहा नहोस् कसैलाई नभन्ने यस्तो कुरा भन्नु हुँदैन ल नभन्नु ल भइहाल्छ नि ल साथी ल अब म चाहिँ अब साँच्चीकै अब अफ हुन्छु म अब के एक्लो चाहिँ फिल नगर साथी भनेको अलवेज छ होइन अब कुनै मोडमा गएर जस्तो अब भोलि नै गएर भोलि नै कतै जान मन लाग्यो अरे सपोज कुनै बेला होइन क्या भोलि नै साथी कता हो मलाई क्या जाऊ भयो यार नो प्रब्लम मतलब होइन साथी कफी खानु पर्यो यार मैले यताको रेस्टुरेन्ट भनेको थाहा हुँदैन नि त होइन त यताको कतै अब राम्रो हुँदैन होइन कतैको राम्रो रेस्टुरेन्ट कतैको भन्नाले अलिकति हुन्छ नि त होइन अब त्यसमा त अब सम्झिनु पर्यो यतातिर त फेरि तपाईँको यता काठमाडौँको होइन कतै जात्रा सात्रा गएन क्या त्यस्तो त्यसरी पनि बस्नु हुँदैन बरु तपाईँ होइन मसँग नगए पनि साथीसँग नगए पनि तपाईँ एक्लै भयो नि जानुहोस् के म्याप हेरी हेरी कहाँ हराउँछ अहिलेको जमानामा हरायो भने मलाई एक फोन गर्नु म आइहाल्छु नि त्यसरी चाहिँ बस्नु हुँदैन मान्छे फेरि तपाईँको उयो हुन्छ कि धेरै एउटै ठाउँमा बस्यो भने चाहिँ मान्छेको दिमाग धेरै चलेर टेन्सन हुन्छ क्या नि धेरै एउटै ठाउँमा बस्नु हुँदैन त्यही भएर ल म अहिले त तपाईँ म लाइभ इन गर्ने बित्तिकै भित्र कोरामा गएर हुर्का तान्दै बस्छु म एउटै ठाउँमा त घरभित्र त म 5-10 मिनट बस्दिनँ नि ठिक हो ल ओके भइहाल्छ नि किन नहुने म जान्छु अब तर है मेसेज चाहिँ गर न यति अब कतै अब केही साथी नै उयो कमी भयो भने चाहिँ ओके गुड नाइट